जङ्गलमा पनि कुनै एउटा बाटोमा एउटा मान्छे हिँड्नु थालेपछि धेरै खेप हिँडिसकेपछि मात्रै त्यो एउटा बाटो बनेर जान्छ अब जङ्गलै हुन्छ नि त। र त्यो जङ्गल सिक्किममा पनि फिल्म इन्डस्ट्री यदि जङ्गल छ भने त्यसमा बाटोमा हिँड्ने अहिले सिक्किमबाट 2-3 जना हुन्छ, त्यसमध्ये एउटा त्रिवेणी राई हुनुहुन्छ। हामीले धेरै पर्खेको थियो है। A beautiful story, right to its spiritual home. We have to promote whatever. The film has picked up 15 awards at these film festivals. पुरा इन्डियाभरि यो डिस्क्रिमिनेसनको कुराले गर्दाखेरि बाहिरको हो भित्रको हो भन्ने हुन्छ। इभन मेट्रो सिटिजहरूमा पनि एकदमै राम्रो रेस्पोन्स आइरहेको छ। म स्पेशल थ्याङ्क्स पनि भन्न चाहन्छु त्रिवेणी राई म्यामज्यूलाई। उहाँले एउटा बाटो खोलिदिनु भएको छ यहाँहरू सबैको लागि। How many of you are Sikkimese and speak Nepali language? सबैजना? So this film is for you. हाम्रो सिक्किमको फिल्म, हाम्रो कथा बोकेको फिल्म, हाम्रो सिक्किमलाई दर्शाउने फिल्मलाई यदि सपोर्ट गर्नुपर्छ भने चाहिँ त्यो चाहिँ तपाईँ हामीले गर्नुपर्छ। एन्ड द रेस्पोन्सिबिलिटी लाइज अपन अल अफ अस। Shape of Momo promotional event. हेलो ग्रिन डे हेलो Yes, Pratiksha. Noor. Yeah, actually. Yes, हाम्रो बासिन सन्देश हुँदछ the director Triveni Rai. Straight actress Rosma Rai, part of the team, the director Triveni Rai. Sorry, I think we need that. So we will just, I think we will introduce the film, show the trailer, and request them to. I'll be taking the last semester students of mass communication in the film today. In Hello. Or say they can come tomorrow or the after. Oh, yeah. I'm also. Share very nice. What is Intriguing as Shape of Momo to a crowd in Sikkim is like bringing a beautiful story right to its spiritual home. We already know this film is going to occupy a very special shape in all our hearts. To the creative minds, the visionary director, and the brilliant actors gracing our stage today, we see the passion and hard work you have poured into this project. Bringing a cinematic vision to life is not small feat, and we are thrilled to get a first-hand glimpse into your journey. To our wonderful faculty and our vibrant student body, look around you.
The energy in the room is electric, isn't it? Hello, students. Do we have the energy for today? Once again, are you ready? That's the energy I want. Honorable Chairperson, Art, Heritage and Culture Department, Government of Sikkim, Sanjay Rai, Director of the movies Shape of Momo, Miss Triveni Rai, Shyam Sri Sherpa, actress of the movie, Reshma Rai, crew member, Abhishek Chetri, Amon Rai, crew members, Dean of the Student Affairs of our college, all the faculty members present, and my dear students. A long wait of Sikkim has come after release of the movie Shape of the Momo, right? हामीले धेरै पर्खेको थियो है, सबैलाई याद छ, धेरैजनाले सुनेको थियो सेप अफ द मोमो भन्दै कहिले रिलिज हुन्छ भनेर। 29 मेमा भर्खर रिलिज भएको छ र यसको लागि चाहिँ फ्रम इन्टायर कलेज आई वुड लाइक टु कङ्ग्रेचुलेट डाइरेक्टर त्रिवेणी राई एज वेल एज अल दी टीम मेम्बर्स अफ द मुभी। त्यस्तै पाराले I want to wish you all success commercially also, since you have already released the movie. Now it has gone commercially, so it has to be success. सबैजनाले माया गर्नु पर्यो, सबैजनाको माया पाओस् है, यो म तपाईलाई शुभकामना गर्दैछु। र मैले आफै पनि धेरै सुनेको छु यो मुभीको बारेमा। एक त यो मुभी बनाउँदाखेरि डाइरेक्टर मिसको आमाले इन्भेस्ट गर्नुभएको छ आफ्नो हार्ड अर्न मनी, रिटायर भएर आफ्नो हार्ड अर्न मनी इन्भेस्ट गर्नुभएको छ। उहाँको पनि अलिकति सेभिङ जति थियो त्यो इन्भेस्ट गरेर गर्नुभएको थियो, मैले त्यो सुनेको छु। देन मोरओभर अर्को कुरा चाहिँ के सुनेको छु भने उहाँले हाम्रो है रिच कल्चरलाई, हाम्रो स्टोरिजहरू जति छ, हाम्रो ट्यालेन्टहरूलाई वर्ल्डमा रिफ्लेक्ट गर्नु चाहनु भएको थियो, उहाँले सोकेस गर्नुभएको छ। त्यसले गर्दाखेरि यसको बहुत इम्पोर्टेन्ट छ। देन अर्को कुरा चाहिँ के छ भने चाहिँ यसमा चाहिँ है ह्युमन इम्पावरमेन्ट, उहाँ एकजना ह्युमन भएर हाम्रो सिक्किमको चेली भएर चाहिँ एउटा आफ्नो रिस्क लिएर यस्तो काम गरिदिनु भएको छ। त्यसको लागि चाहिँ हामी उहाँलाई एकदमै प्रेज गर्नुपर्ने हुन्छ, उहाँको इन्टायर टिमलाई पनि प्रेज गर्नुपर्ने हुन्छ। हुन त यो मुभीले धेरै एप्रिसिएसनहरू पाइसकेको हामीले सोसियल मिडियाबाट सुनिसकेको छौँ, धेरैवटा अवार्ड्सहरू है इन्टरनेसनल अवार्ड्सहरू पनि जितिसकेको छ। तर अब वेन यो क्राउडमा जब जाँदाखेरि क्राउडमा पनि हामीले उत्तिकै सपोर्ट गर्नुपर्ने हुन्छ र हामी एज अ टिचर, एज अ पब्लिक अफ दिस पार्टिकुलर स्टेट स्पेसली हामीले चाहिँ उहाँलाई सपोर्ट, लिटरली सपोर्ट गर्नुपर्ने हुन्छ। Rai, I'm here to introduce a film. Big congratulations to the team on being here, and the film is really special. So I would just like to begin with what the film has done so far. So Shape of Momo has traveled to 30 international film festivals worldwide, like San Sebastian Film Festival in Spain, Busan International Film Festival in Korea, the Singapore International Film Festival, the International Film Festival in Hamburg, Germany, and the Spirit of Fire Festival in Russia. Out of the 30 film festivals, the film has picked up 15 awards at these film festivals. And the film is still traveling to various film festivals across the world. The film is breaking barriers as the first film, Nepali film, to be distributed by a Bombay-based media house, Spirit Media, owned by the famed actor Rana Daggubati of Bahubali fame.
with executive producers like esteemed filmmakers like Zoya Akhtar, Reema Kakti and Payal Kabadia coming on board as executive producers, it is telling a lot about how special the film is. It has been accepted by Bollywood as a fraternity. It is, as you know, has been released on 29th this month. So it's been doing really well in theaters. And as you know, the film is a family film. It can be attended by everyone. And to tell you what the film is all about, I would like to bring up on stage Ms. Triveni Rai. Oh, okay. So we are going to be seeing the trailer first, and then we'll have her on stage. Thank you. Very good morning to everyone. Hello, check. Hello. Thank you so much. Very good morning, everyone. Respected Vice Principal Sir, Dean, our Honorable Chairman from the Culture Department, teachers, faculties, and dear students of the college. I am Triveni Rai. I am the writer and director of the film Shape of Momo. Pura besi eko bhako jasto bhayo. सो हामी आउनुको कारण चाहिँ के हो भने हाम्रो फिल्म शेप अफ मोमो जुन चाहिँ नेपाली भाषामा बनाएको छ यो अहिले तपाईँहरूको थिएटरमा लागिरहेको छ अनि त अघि रुममा बाहुबली भन्नु बित्तिकै एभ्री वान वेन्ट साइलेन्ट क्या द्याट इज द रिजन वाइ वी आर हियर बाहुबली हिन्दी फिल्म इङ्ग्लिस फिल्म भन्नु बित्तिकै हामी कुद्दै थिएटर पुग्छ तर हामीले आफै पिक्चर बनाएको पिक्चर हेर्नु चाहिँ तपाईँहरू पुग्नुहुन्न and हाम्रो film is doing really well in Bombay, Delhi, Bangalore, Hyderabad, सिक्किममा पनि तर नाम्चीमा we want more people to come and watch. यो फिल्म हाम्रै गाउँघरको कथा हो अनि तपाईँहरूले फेसबुकतिर सोसियल मिडियामा रिभ्यूहरू हेर्नुभयो भने every other person is able to relate with the film and I want especially young boys and girls to watch the film किनभने तपाईँहरूको लागि नै बनाएको हो हामीले यो फिल्म तपाईँहरूको सोचमा के फरक पर्छ कि तपाईँहरूलाई सोच्नुमा के गराउँछ कि यो स्टोरीले भनेर हामीले यो फिल्म लिएर आएको हो अघि भनिहाल्नुभयो हाम्रो फिल्म धेरै ट्राभल गरिसकेको छ अनि मलाई यसरी रिक्वेस्ट गर्नु पनि मन पर्दैन किनभने लाग्छ एज अ टिम एज अ फिल्म मेकर हामीले आफ्नो काम गरेको छौँ हामीले नराम्रो फिल्म बनाएर तपाईँलाई हेर्नु जा भनेको होइन हामीले साँच्चै नै ग्लोबल स्टेजमा 15 अवार्ड्सहरू लिएर आएको छौँ हामीले जोया अख्तर जसले जिन्दगी ना मिलेगी दोबारा गल्ली बोय जस्तो डिरेक्ट गर्नुभएको मान्छेलाई हामीले एक्जिक्युटिभ प्रड्युसर बनाएर लिएको छौँ बाहुबलीको एक्टरले यो फिल्मलाई डिस्ट्रिब्युट गर्नुहुँदैछ इन्डियाभरि र नेपालभरि सो हामीले गर्ने सक्ने काम त गऱ्यौँ अब आई थिङ्क लिटल रेस्पोन्सिबिलिटी चाहिँ तपाईँहरूको पनि हो गएर हेरिदिनुहोस् पिक्चर तपाईँहरूलाई मन पऱ्यो भने आफ्नो घर परिवारको मान्छेलाई हेर्नु भन्नुहोस् किनभने दिस इज अल्सो आई थिङ्क अ भेरी इम्पोर्टेन्ट जङ्क्चर इन नेपाली इन्डियन नेपाली सिनेमा भनौँ न म त आई थिङ्क अलरेडी सक्सेसफुल भइसकेँ वेन दे केम अन बोर्ड एन्ड आर डिस्ट्रिब्युटिङ माई फिल्म इज द फर्स्ट फिल्म टु बी रिलिज लाइक दिस तर मलाई लाग्छ हामीले आफ्नो इन्डस्ट्री बनाउनु पर्छ आउँदो दिनमा तपाईँहरू पनि त फिल्म मेकर हुने इच्छा छ होला एक्टर हुने इच्छा छ होला तपाईँहरूको लागि ढोका खोल्नुको लागि चाहिँ यो फिल्मले राम्रो गऱ्यो भने भोलिको दिनमा बम्बेबाट मान्छेले नेपाली फिल्मको मार्केट रहेछ है भनेर नेपाली फिल्मलाई सपोर्ट गर्छ हाम्रो ल्याङ्ग्वेजलाई सपोर्ट गर्छ त्यसै पनि हामी आई थिङ्क पुरा इन्डियाभरि यो डिस्क्रिमिनेसनको कुराले गर्दाखेरि बाहिरको हो भित्रको हो भन्ने हुन्छ जब लिट्रेचर र फिल्मले चाहिँ एउटा कल्चर एउटा भाषालाई अर्को जग्गामा ट्रान्सपोर्ट गर्नु त्यसमा अवेरनेस ल्याउनु एकदम ठुलो हात छ सो शेप अफ मोमो इन्डियाको फिल्म हो नेपाली बोल्ने मान्छेहरू इन्डियाको हो भनेर चाहिँ यो फिल्मले
फिल्म जस्तो मात्रै ट्राभल नगरेर यस्तो अवेरनेस पनि लाउँछ सो इट इज भेरी इम्पोर्टेन्ट द्याट तपाईँहरूले गएर यो फिल्म हेरिदिनुहोस् एन्ड आई थिङ्क अरूलाई पनि भनिदिनुहोस् अनि ब्रिफली म भन्न चाहन्छु आई वाज अल्सो मास कम्युनिकेसनको स्टुडेन्ट हो म थर्ड इयरमा हुँदा पनि आई डिन्ट नो द्याट आई वान्टेड टु बी अ फिल्म मेकर सो तपाईँहरू अहिले कुन चाहिँ क्लासमा कुन चाहिँ सेमेस्टरमा हुनुहुन्छ आई डोन्ट नो तर आई थिङ्क सिक्किममा अहिले आर्टिस्टहरूलाई लिएर एकदमै राम्रो सिनेरियो छ है जस्तै कि हाम्रो गभर्मेन्टले पनि एक्टिभली हाम्रो लागि प्लेटफर्म क्रिएट गरिदिइरहनु भएको छ सबैजना पहिला हामी कलेजमा हुँदा के गर्छौँ भन्दा गभर्मेन्ट जब भनेर भन्थ्यौँ बट आई थिङ्क लट अफ एभेन्यूज आर ओपनिङ द भेरी फ्याक्ट द्याट आइ एम स्ट्यान्डिङ हियर एन्ड टकिङ टु यु अबाउट माई फिल्म सेज द्याट आवर स्टेट इज चेन्जिङ एन्ड यु हेभ टु बी पार्ट अफ द्याट चेन्ज है अहिलेको लागि चाहिँ टु बी पार्ट अफ द चेन्ज प्लिज गो एन्ड वाच द फिल्म थ्याङ्क यू सो मच फर your time. I will quickly invite Shyama Shri, who is the actor in the film. She will say a few words. Thank you so much, everyone. Hello everyone, respected staff members, honorable chairperson, and my dear students. First of all, thank you so much, sir. हाम्रो फिल्मलाई सपोर्ट गरेर हामीलाई यो स्पेस दिनुको लागि लास्ट इयर भन्दा पनि लास्ट इयर तपाईँले तारालाई पनि यसरी सपोर्ट गरिदिनु भएको थियो त्यसको लागि धेरै धेरै धन्यवाद धेरै भन्नु त केही छैन हामीले मेहनतले फिल्म बनाइसकेको छ हलहरूमा लागिरहेको छ सबैतिर रेस्पोन्स राम्रो छ इभन मेट्रो सिटिजहरूमा पनि एकदमै राम्रो रेस्पोन्स आइरहेको छ सो तपाईँहरूले पनि गएर हेरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् अनि त्यसरी नै दिदीले भनेको जस्तै एउटा इन्डस्ट्री बनाउनुमा तपाईँहरूको पनि त्यति हो सपोर्ट चाहिँ हामीले फिल्म बनाउने हामी आफ्नो काम गर्छौँ तपाईँहरू गएर फिल्म हेरिदिनुहोस् त्यति मात्रै हो त्यही हो सपोर्ट थ्याङ्क यू सो मच यसो हामीले फिल्म लिएर अलिअलि ट्राभल गर्दा चाहिँ आई थिङ्क वाट वी हेभ अन्डरस्टुड इज पिपल आर भेरी लेट ब्याक युट्युबमा पढिरहेको रहेछ यो पिक्चर चाहिँ युट्युबमा आउँदैन गएर हेरिदिनुहोस् होला अनि दे किप सेङ 10 दिन जस्तो लाग्छ होला बट यु अल्सो हेभ टु अन्डरस्ट्यान्ड यो ठुलो बलिउड फिल्म होइन यो एउटा इन्डिपेन्डेन्ट प्रोजेक्ट हो तपाईँहरूले आज भोलिमा हेर्नु गएन भने थिएटरहरूले पनि निकालिदिन्छ सो इट वुड रियली मेक अ वर्ल्ड अफ डिफरेन्स प्लिज गएर हेरिदिनुहोस् होला एन्ड आई वुड लाइक टु नाउ इन्भाइट आवर अनरेबल चेयरम्यान टु से फ्यु वर्ड्स हेलो गुड मर्निङ एभ्री वान एक्चुअली मैले त्यस्तो भन्नुपर्ने कुरा त केही छैन आई जस्ट वान्टेड टु कङ्ग्रेचुलेट फर्स्टली एज एन एलुमनाई अफ द नाम्ची गभर्मेन्ट कलेज कतिजना चाहिँ प्रिन्सिपल र एचओडीले नोटिस पठाएको कारणले गर्दा मात्रै यहाँनिर आज हलमा जबरजस्ती बसिरहनु भएको छ कोही बिहान हिजो आई टक टु द प्रिन्सिपल सर लोकेश सरहरूसँग बात गरेँ र उहाँहरूले भनेको बादमा चाहिँ भोलि हलमा प्रोग्राम छ अरे आइ एम स्योर 30% जस्तोलाई त याद पनि छैन म यहाँ किन आइरहेको छु नेक्स्ट 20%लाई कता कता याद छ होला यहाँ म किन आएको छु नेक्स्ट 50%बाट चाहिँ 20%लाई चाहिँ इन्ट्रेस्ट होला कि सेप अफ म कहीँ त कहीँ सुनेको है मैले भन्ने खाले होला त्यस्तो हुँदैछ सो एनिवेज त्यस्तो हुँदैछ भने पनि हुँदै छैन भने पनि द मेन फ्याक्ट अफ द म्याटर इज सेप अफ मोमो इज एन अथेन्टिक सिक्किमिस फिल्म मेड बाई आवर ओन सिक्किमिस डिरेक्टर रिटर्न बाई आवर ओन सिक्किमिस डिरेक्टर मिस त्रिवेणी राईज्यूले लेख्नु भएको छ वी हेभ आवर ओन एक्ट्रेस श्यामश्री शेर्पाज्यू हुनुहुन्छ र यो फिल्म आई एम अल्सो नट फ्रम अ फिल्म ब्याकग्राउन्ड विच आई एम स्योर मेनी अफ यु माइट नट बी फिल्ममा त्यस्तो इन्ट्रेस्टेड नहोला फिल्म नबुझ्ला तर with time as I have understood as I have talked with the team of the Shape of Momo I am quite intrigued कि Shape of Momo ले चाहिँ के हासिल गरेको सकेको छ भनेर चाहिँ बुसान इन्टरनेसनल फिल्म फेस्टिभल जस्तो एउटा फिल्म फेस्टिभलमा चाहिँ त्यहाँ फिल्म डिस्प्ले गर्नु पाउनु मात्रै पनि सिक्किमको लागि चाहिँ ठुलो कुरा हो अब त्यो चाहिँ कस्तो हो भने नाम्ची कलेजको स्ट्रेन्थ 3000 जना स्टुडेन्ट छ भने चाहिँ त्यो 3000 जनाबाट चाहिँ एकजना स्टुडेन्ट अफ द इयर हुनु चाहिँ कतिको खतरा हो तपाईँलाई खतरा लाग्छ नि त एकजनाको स्टुडेन्ट अफ द इयर भयो भने होइन सिमिलरली त्यो जस्ट आई एम ट्राइङ टु मेक यु अन्डरस्ट्यान्ड त्यस्तै प्रकारले बुसान इन्टरनेसनल फिल्म फेस्टिभल जस्तोमा सेन्ट सेबास्टियन जस्तो फिल्म फेस्टिभलमा त्यहाँ पुग्नु देखाउनु पाउनै मात्रै चाहिँ ठुलो कुरा हो र त्यहाँनिर गएर चाहिँ
एउटा अवार्ड जित्नु, रेकग्निसन पाउनु, त्यहाँ क्रिटिकहरूबाट चाहिँ यो फिल्मलाई चाहिँ हामीले अवार्ड दिनुपर्छ भनेर ज्युरीले सेलेक्ट गरेर अवार्ड दिनु भनेको चाहिँ त्यो चाहिँ एकदमै बेसी ठुलो कुरा हो। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ वी आर हियर टु रिक्वेस्ट यु टु काइन्डली गो एन्ड वाच द मुभी। त्यो मुभी पनि अस्ति मैले हेरेँ, त्यो मुभी मैले हेरेर सेन्ट सेबास्टियनमा बुसान इन्टरनेसनलमा गयो, अवार्ड जित्यो भनेर मात्र होइन, तर एउटा मैले अघि स्टार्टिङमै भनेको जस्तो एउटा अथेन्टिक सिक्किमिस फिल्म हामीले अहिलेसम्म सायद हेरेको छौँ छैनौँ। बाहुबली र भल्लाल देवको फाइट हेऱ्यौँ होला हामीले है, दयाहाङ र सौगत मल्लाको फाइट हेऱ्यौँ होला हामीले होइन, हामीले उतानिर टम हल्यान्डको स्पाइडरम्यान हेऱ्यौँ होला। तर त्यो सबै हेर्दाखेरि पनि एज सिक्किमिस सिक्किमको फिल्म चाहिँ कस्तो हुन्छ, सिक्किमको फिल्ममा चाहिँ कस्तो भाषा बोलिन्छ, कस्तो खाले चुग्लीहरू हुन्छ, कस्तो प्रकारले चाहिँ त्यो फिल्म दर्शाउँछ भनेर यदि तपाईँहरूलाई जान्नु इच्छा छ भने सेप अफ मोमो इज एन अथेन्टिक सिक्किमिस फिल्म विच वी आर रिक्वेस्टिङ यु टु काइन्डली गो एन्ड वाच है। र यो सेप अफ मोमो आई थिङ्क यु क्यान सिट होला, आई डोन्ट वान्ट टु मेक यु वेटिङ यहाँनिर। अन्त सेप अफ मोमो चाहिँ कस्तो खाले फिल्म हो, हामी किन हेर्नु जानु के छ भनेर भन्दाखेरि चाहिँ हाउ मेनी अफ यु आर द ओन्ली चाइल्ड इन यर फ्यामिली? एकैजना मात्रै चाइल्ड भएको कतिजना हुनुहुन्छ यहाँ? कहिले रेज ह्यान्ड छैन? हाउ मेनी अफ यु ह्याभ यर सिब्लिङ्स एज अ सिस्टर? एकजना दिदी भएको, दिस फिल्म इज फर यु। इफ यु आर द ओन्ली चाइल्ड अफ यर फ्यामिली, दिस फिल्म इज फर यु। If you have a sister sibling in your family, this film is for you. And how many of you are students of mass communication and literature? यहाँ हुनुहुन्छ mass comm and literature? How many of you are Sikkimese and speak Nepali language? नेपाली ल्याङ्ग्वेज को बोल्नुहुन्छ यहाँ भागबाट? यहाँकोहरू बोल्दैन क्या नेपाली है? यहाँ पिछेको पनि बोल्दैन रहेछ। So how many of you speak Nepali language? सबैजना? So this film is for you. मैले भन्नु चाहेको चाहिँ त्यही हो, यो फिल्म चाहिँ हामी भन्छौँ सेप अफ मोमो छोरा जस्तै, हामी हेर्छौँ वुमेन सेन्ट्रिक फिल्म भनेर भन्छौँ, तर मैले वाट आई फिल इज मोर देन द मेन, आई थिङ्क इट इज मोर देन द वुमेन, आई थिङ्क दिस फिल्म इज फर द मेन टु वाच। किनभने केटीहरूले त कनेक्ट गर्छ नि त त्यो फिल्ममा, साँच्चै नै है यस्तै हुन्छ, साँच्चै नै यो फिल्ममा जस्तो त्रिवेणी देखाएको छ त्यस्तै हुन्छ भनेर केटीहरूले भन्छ भने चाहिँ त्यो त केटीहरूले भोगिरहेको कुरा हो नि त। तर हामी एज अ केटाले चाहिँ केटीलाई कस्तो हुन्छ भनेर चाहिँ कहिले पनि बुझेको हुँदैनौँ र केटीले भन्नु पनि सकेको हुँदैन, त्यो कुरा चाहिँ यो फिल्मले भनेको छ। अनि त्यस कारणले गर्दाखेरि चाहिँ भन्छु केटीहरूले यदि यो फिल्ममा गएर कनेक्ट गर्न सक्छ भने केटाहरूले गएर चाहिँ केटीलाई बुझ्नुपर्ने छ भने चाहिँ यो फिल्म छ। त्यस कारणले गर्दाखेरि चाहिँ आई रिक्वेस्ट एभ्रीबडी टु गो एन्ड वाच द फिल्म। र अर्को कुरा, अब यो चाहिँ मेरो एकदम मनभित्रबाट आएको, म न एक्टर हो, न हाइटले एक्टर बनायो, न अनुहारले एक्टर बनायो, न क्रिएटिभिटीमा न त्रिवेणी राई जतिको क्रिएटिभ भएर फिल्मै लेख्नु सकेँ, म केही पनि भएन। तर अहिले यहाँ आइपुग्दाखेरि एज द चेयरपर्सन अफ द कल्चर बोर्ड मैले काम गर्नु पाउँदाखेरि फिल्ममा उहाँहरूको कथा बुझ्दै जाँदाखेरि उहाँहरू त्रिवेणी राईको बारेमा अलिकति भन्नु पर्दाखेरि त्रिवेणी राई साइली हुनुहुन्छ है, सी इज द साइली सिस्टर। अब यहाँ धेरैजनाको त साइली भन्ने वर्डसम्म त अहिले पुग्नै छोडिसक्यो, कि जेठा पनि कान्छा पनि उही हुन्छ कि जेठा र कान्छा दुईजनासम्म हुन्छ, साइली भन्ने वर्ड अहिले पुग्नु पनि छोडिसक्यो। सो साइली छोरीलाई चाहिँ एउटा फिल्म बनाउँदाखेरि उहाँहरू पनि डरलाग्दो राणा दगुपति जोय आफ्टरहरू जस्तो तलको है, त्यहाँ डरलाग्दो धनी भएर फिल्म बनाएर पैसा कमाएर खतरा मान्छेहरू होइन। तपाईँहरू जस्तै यसरी नै स्टुडेन्ट हुनुहुन्थ्यो कहिले, तपाईँहरू जस्तै यसरी नै कहिले बसिरहनु भएको थियो र त्यति बेलादेखिको उहाँमा सायद कहीँबाट जिज्ञासा आएला म बनाउँछु भनेर, र त्यो बनाउँछु भन्दाखेरि चाहिँ जब उहाँले डेडिकेसन साथमा बढ्दै जानुभयो त्यति बेला चाहिँ उहाँको आमा चाहिँ प्राइमेरी टिचर हुनुहुन्थ्यो, अहिले हुनुहुन्छ, त्यति बेला रिटायर हुनुभयो अहिले। सो प्राइमेरी टिचरबाट रिटायर भएपछि त्यो रिटायरमेन्टको पैसा लगाएर त्यो फिल्म बनाउनुमा गयो। फिल्म बनाउँदा त्यो पनि सक्यो है, यो उहाँले भन्नु भएन, मैले भन्नुहुन्थेन, अब आई डोन्ट नो, तर मैले भन्दैछु
रिटायरमेन्टको पैसा पनि सक्यो। त्यही दिनको बादमा फिल्मको पोस्ट प्रडक्सनमा पैसा पुगेन। हिजो अस्ति मात्रै मैले याद पाउँदै थिएँ, यो उहाँहरूले पब्लिकले पनि भन्नुभएको छैन, सुन पनि बन्दकी राख्यो। आमाले जिन्दगीभर कमाएको सुन जति सुन पनि बन्दकी राख्यो। त्यहाँदेखिको चाहिँ यो फिल्म पोस्ट प्रडक्सनमा गएर चाहिँ अहिले फिल्म बनिएको छ। अनि जब हाम्रो मान्छेले, हाम्रो सिक्किमको एकजना छोरीले इफ सिक्किमको इन्डस्ट्री, फिल्म इन्डस्ट्री सेटअप गर्नु खोज्दैछ, एउटा इन्डस्ट्री बनाउनु खोज्दैछ, एउटा डिस्ट्रप्सन ल्याउनु खोज्दैछ कि जुन चाहिँ मान्छे एउटा कन्भेन्सनली हामीले चाहिँ नेपाली फिल्म्स, हिन्दी फिल्म्स मात्रै हेर्ने गर्छौँ, त्यसलाई डिस्ट्रप्ट गरेर चाहिँ हामीले एउटा यहाँ सिक्किमको फिल्म देखाउनु पर्छ र सिक्किमको फिल्म पनि मान्छेले हेर्नुपर्छ, यो ग्लोबली जानुपर्छ भनेर बनाउँदैछ भने उहाँ जस्तो डिरेक्टरलाई, उहाँ जस्तो फिल्म मेकरलाई र सेप अफ मोमो जस्तो फिल्मलाई तपाईँ हामीले नै सपोर्ट गरेन भने कसले गर्छ? स्पाइडरम्यान बनाउने टम हल्यान्डले सपोर्ट गर्छ होला सेप अफ मोमो आएर हेरौँ भनेर? गर्दैन नि है। त्यसै कारणले गर्दाखेरि यहाँ हामीले राजेश हमालज्यू नेपालमा हुनुहुन्छ है, उहाँले आएर सपोर्ट गर्नुहुन्छ होला? गर्दैन नि। त्यस कारणले गर्दाखेरि हाम्रो सिक्किमको फिल्म, हाम्रो कथा बोकेको फिल्म, हाम्रो सिक्किमलाई दर्शाउने फिल्मलाई यदि सपोर्ट गर्नुपर्छ भने चाहिँ त्यो चाहिँ तपाईँ हामीले गर्नुपर्छ। एन्ड द रेस्पोन्सिबिलिटी लाइज अपन अल अफ अस। र भोलिको दिनमा यो फिल्म धेरै सक्सेसफुल भएर जान्छ, धेरै ठुलो बन्छ, बाटो गोडेर जान्छ भने एउटा बाटो बनिएको हुन्छ नि त। जङ्गलमा पनि कुनै एउटा बाटोमा एउटा मान्छे हिँड्नु थालेपछि, धेरै खेप हिँडिसकेपछि मात्रै त्यो एउटा बाटो बनेर जान्छ, नभए जङ्गलै हुन्छ नि त। र त्यो जङ्गल सिक्किममा पनि फिल्म इन्डस्ट्री यदि जङ्गल छ भने त्यसमा बाटोमा हिँड्ने अहिले सिक्किमबाट 2-3 जना हुन्छ, त्यसमध्ये एउटा त्रिवेणी राई हुनुहुन्छ। त्यो बाटो एकखेप बनिएपछि चाहिँ त्यो बाटोबाट त्रिवेणी राई मात्रै पर पुग्छ भन्ने होइन, तर भोलिको दिनमा यहीँ भित्रबाट पनि श्यामाश्री शेर्पा र यहीँबाट पनि त्रिवेणी राई निस्केला, तपाईँहरूको लागि बाटो सजिलो बनाइदिएको हो। ओके, सो त्यस कारणले गर्दाखेरि धेरै लामो नभलिकन सबैजनालाई फेरि पनि त्यो फिल्म गएर हेरिदिने म अनुरोध गर्न चाहन्छु, वर्ड अफ माउथ गरिदिने अनुरोध गर्न चाहन्छु। र विशेष गरी म यहाँ आउनुको उद्देश्य चाहिँ के थियो भन्दाखेरि हिजो मात्र रेस्पेक्टेड प्रिन्सिपल दीपक सरसँग मेरो बात भएको थियो र त्यसको बादमा अचानक है एक दिनको भित्रमा तपाईँले यति राम्रो कार्यक्रम आयोजना गरिदिनु भयो। प्रिन्सिपल सर, हाम्रो भाइस प्रिन्सिपल सञ्जय सर, हाम्रो डिन अफ स्टुडेन्ट अफेयर्स युगल सर, हाम्रो मास कम्युनिकेसन सर लोकेश सर र सम्पूर्ण स्टाफ, यशोदा म्यामहरू देख्दैछु, यदिन म्याम अघि मैले देख्दै थिएँ, मेरै टिचर्सहरू कतिजना हुनुहुन्छ यहाँ। सो सबै स्टाफ्सहरूलाई, कलेज एडमिनिस्ट्रेसनलाई, टु द प्रेसिडेन्ट अफ द स्टुडेन्ट रिप्रेजेन्टेटिभ काउन्सिल कुङ्गा तामाङज्यू र सबैजना एसआरसीका मेम्बर्सहरू र एन्टायर कलेजको स्टाफ एन्ड एडमिनिस्ट्रेसन हामीलाई एकदमै तल आइपुगेकोदेखिको यु हेभ बिन भेरी वार्म इन वेलकमिङ अस। सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु। यो एकदमै छोटो अवधिमा कार्यक्रम सफल बनाइदिनु भयो। एन्ड टु अल द स्टुडेन्ट्स, धेरै गरम पनि भइरहेको छ, कतिजनालाई किन आए भनेर अब चाहिँ क्लियर हुँदै होला है। धेरैजनालाई अब क्लास बस्नु परेन आज भनेर पनि खुसी भइरहेको होला। टक्कै 12 बजी छोड्दै रहेछु, सो 12 बजीको क्लास थियो भन्दा 12 बजीको क्लास त अब मिस भयो पनि होला हो। तपाईँहरू कतिजनालाई पढ्नु इच्छा हुनेलाई सरी, र कसैलाई हामीले गर्दा क्लास मिस भएको छ भने तपाईँहरूलाई बधाई भन्दै तपाईँहरू सबैजनालाई फेरि पनि धन्यवाद दिँदै हामी ओझल हुन चाहन्छौँ। सो लेट अस वाच द फिल्म। इम्पेरियल टकिजमा एभ्री इभिनिङ लागिरहेको छ, तपाईँहरू त्यहाँ नजिकैको सिनेमा हलमा गएर हेर्न सक्नुहुनेछ। थ्याङ्क यू भेरी मच एउटा, थ्याङ्क यू सो मच सर सबैजना। धन्यवाद सर। अब त्यो गीत होइन, अब म सिक्किम हाँसेको हेर्न चाहन्छु भन्नुपर्छ ल। आजका हामीमा आज श्री सञ्जय राई सर, चेयरपर्सन कल्चर डिपार्टमेन्टबाट आउनु भएको छ। उहाँलाई सरभन्दा पनि भाइ भनेर सम्बोधन गर्न चाहे। सर्वप्रथम यहाँलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउन चाहन्छु। आज हामीमा म्याडम मिस त्रिवेणी राई हुनुहुन्छ, त्यसै गरी श्यामाश्री शेर्पाज्यू हुनुहुन्छ, रेशमा राईज्यू हुनुहुन्छ, अभिषेक छेत्रीज्यू, अमन राईज्यू हुनुहुन्छ। यसै महाविद्यालयका उपप्राचार्य महोदय डाक्टर सञ्जय कुमार सुब्बाज्यू हुनुहुन्छ, विभिन्न विभागका विभागाध्यक्ष, फ्याकल्टिजहरू अनि प्यारा नानीहरू। सर्वप्रथम त म यहाँबाट यो सेप अफ मोमोका सम्पूर्ण क्र्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले आफ्नो व्यस्ततामा समय निकालेर हाम्रो नानीहरूलाई भेट्न आउनुभयो। अर्को कुरा जुन सम्मानको कुरा छ, यहाँले
सम्मान त अगावै पाइसक्नु भएको छ। जब यो फिल्म गएर इन्टरनेसनल लेभलमा पुग्नु भनेकै हाम्रो निम्ति गौरव र सम्मानको विषय हो र नानीहरूलाई एकपल्ट जोरदार तालीले त्यसलाई अभिवादन हुनेछ भन्ने म मान्दछु नानीहरूलाई एकदम। अनि यो अघि जुन सक्सेसको कुरा हुँदै थियो, इन्टरनेसनल लेभलमा गएर आज हाम्रो सिक्किमको मौलिक एउटा मुभी त्यसरी अगाडि आउनु नै सक्सेस भइसकेको हो। तर यसमा एउटा के कुरा हुन्छ भनेर भन्दाखेरि कुनै पनि कलाकारलाई हैसियतमा होस्टे दिने काम हाम्रो हो। र अस्ति नै जब यो मुभी को प्रिमियर्सहरूको यो कुरा हुँदै गर्दा मैले बुक माई सोमा गएर हेरिसकेको थिएँ। 5:30 देखिको यहाँ नाम्चीमा है इम्पेरियल टकिजमा 5:30 देखिको यो मुभी देखाइने रहेछ प्रत्येक दिन। अनि म नानीहरूलाई मात्रै होइन, हामीले नानीहरूलाई त धेरै भन्यौँ, तर यो हाम्रो आफ्नो मुभी हो, हाम्रो सिक्किमको मुभी हो। त्यही कारणले गर्दाखेरि नानीहरूले त पक्का नै हेर्छ होइन? भएन जोस सुनिएन। हाम्रो आफ्नो मुभी हेर्ने कि नहेर्ने जोस यो हो नि त। अनि नानीहरूलाई मात्रै होइन, यहाँ अगाडि बस्नुहुने सम्पूर्ण फ्याकल्टिजहरूलाई पनि, नन टिचिङ स्टाफ्सहरूलाई पनि गएर एकपल्ट यो मुभी हेरिदिनुहोस् है। यो चाहिँ उहाँहरूको निम्ति ठुलो सपोर्ट हुनेछ। अनि हामीले अघि जुन यहाँ कुरा हुँदै थियो, वर्तमान जुन सिक्किम सरकारले पनि हामीलाई धेरैवटा कलाकारहरूलाई धेरैवटा प्लेटफर्म अहिले क्रिएट गरिदिइरहनु भएको छ। र यो मुभीले चाहिँ नानीहरूको वी हेभ सिमरिङ बन्डल अफ ट्यालेन्ट्स एमङ आवर स्टुडेन्ट्स होइन, हाम्रोमा नानीहरूकोमा ट्यालेन्टको केही कमी छैन। कुनै पनि कार्यक्रम हुँदाखेरि नानीहरूको ट्यालेन्ट हामीले भरपुर रूपमा देख्न पाउँछौँ। तर त्यो ट्यालेन्टहरूको निम्ति चाहिँ यहाँहरूले है म स्पेसल थ्याङ्क्स पनि भन्न चाहन्छु त्रिवेणी राई म्यामज्यूलाई। उहाँले एउटा बाटो खोलिदिनु भएको छ यहाँहरू सबैको लागि। तर त्यो बाटो उहाँले खोलिदिए पनि हामीले उहाँलाई सपोर्टको निम्ति अलिकति हैसियतमा होस्टे भन्ने अवश्य पनि गर्नुपर्ने हुन्छ। अनि हामीले मात्र हेर्नु होइन, हाम्रो साथीहरूलाई पनि यसमा हेर्ने प्रेरित गर्नुपर्छ र यहाँहरू सबैले प्रेरित गर्नुहुन्छ भन्ने यहाँबाट मलाई विश्वास छ। र अब म धन्यवाद ज्ञापनको क्रममा आउनु पर्दाखेरि फेरि पनि म सञ्जय राई भाइलाई यहाँले समय निकालिदिनु भएकोमा, हामी कलेजले यहाँलाई याद गरेको बेलामा यहाँले सधैँ नै हामीलाई समय दिनुहुन्छ, त्यसको निम्ति पनि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि म पनि यसै महाविद्यालयको एलुमिनाई हो र एलुमिनाईलाई यसरी स्वागत गर्न पाउँदा साँच्चै नै छाती चौडा हुने गरेको छ। भाइलाई धेरै धेरै धन्यवाद। त्यसै गरी यस मुभीका डिरेक्टर त्रिवेणी राईज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँको व्यस्ततालाई अलिकति पर सारेर भए पनि आज हाम्रो नानीहरूलाई यसरी यहाँ भेट्न आउनुभएको छ। त्यसै गरी श्यामश्री शेर्पाज्यू यहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि भविष्यमा पनि यहाँको एक्टिङमा अझै निखार आओस्, अझै मजाले हामीले अझै धेरैवटा यहाँको चलचित्रहरू हेर्ने मौका पाऊँ, यहाँलाई अग्रिम शुभकामना तथा धन्यवाद दिन चाहन्छु। त्यसै गरी म्याडम रेशमा राईज्यूलाई, अभिषेक छेत्रीज्यूलाई, अमन राई भाइलाई पनि धेरै धेरै यहाँबाट धन्यवाद दिँदै यो फिल्मको सफलताको कामना गर्दै है यहाँहरू सबैबाट म बिदा लिन चाहन्छु। धन्यवाद। क्लासहरू कुनैहरू मास कम हो? कतिजना आएको छ? कति बेला मुभी हेर्नु लाने? अन्त सेकेन्ड इयरको मलाई नाम चाहिँ दिइहाल्छ किनभने कतिजना म तपाईँलाई पठाइदिन्छु फाइनल इयर सेकेन्ड इयर
प्रिन्सलाई, किनभने हिजो प्रिन्सिपल गर्दा पनि के तलको काम गरेको है, अन्त उहाँले चाहिँ अगाडि देवस्थान काल गरेको रहेछ, तर कलेजमा चाहिँ सर्कुलेट भएको थिएन हो, प्रिन्सिपललाई भनेर उसले नोटिस पठाएर त्यसमा मिलाइदिएको भनेर मात्रै यही कुरा होइन फ्लेभर्स ए होइन फर्स्ट इन्टरभ्यू होइन यहाँ गर्ने कि तल गर्ने जहाँ गर्दा यहीँ गऱ्यो भने राम्रो ब्रेकडाउन होइन नर्मल छ यो मान्छे किन पैसा आउँछ अलिक वाइट बेसी आज नलागाउ न वेटनेसडे लाउनुपर्छ वाइट बेसी चाहिएको होइन त्यो मिक्स हो नि मनी त उयो मनी लाउँदाखेरि चाहिँ नि त्यो स्लिप कोही बेला सर न्युज सुन्नु के गर्नु मलाई चाहिँ लाग्छ के हो व्याक्स बनाएको तर फेरि यस्तो छ नि त युनिभर्सिटीको चाहिँ गर्दा रासन कार्ड त भोकै एउटा बिल्डिङमा छ त्यो छ नि त गिफ्ट म दिन्छु ल त्यसलाई घरमा छ पुरै गिफ्टको कुरा भयो सिक्किम युनिभर्सिटी पैसा हुन्छ नि त पैसा त्यो चाहिँ मलाई त चाहिरहेको छ त हजुर You're not releasing your film in international market. International market, they will take eventually. I think ours is the most successful film for them. अहिलेसम्म चलाएकोबाट चाहिँ किनभने मराठी फिल्महरूले I don't think they did that well. They are pretty surprised. Delhiहरूमा पुरा हेर्दैछ भनेर so You're getting inquiries from states and Australia. Like, when is it releasing? They're also waiting in YouTube. two people inquire and you think that is inquiry? It's something. होइन तर होइन डायस्पोरा त छ नि